आमा ए जिज्ञासा त म त खेल्दिन अब यो लास हातै म त हारिसक्यो म त खेल्दिन पैसा पनि सकिसक्यो लास या हात खेल्छ है के हुन्छ खेल न अब दसैँको पैसा ल्याउ मारिराख्छ फुर्क्यो अन्त मेरो पैसा सकिसक्यो अन्त म त खेल्दिन यही लास हात मारे भने मारे मारेन भने मारेन आस्था है मेरो देखो त तिम्रो देखौ न पहिला एका टपले लग्यो छ्या अब कति छ यहाँ ए तेरो तिमीले 50 पाउँछौ म पनि 50 हो नि रिसाको अघिसम्म त लदै खेलाइरहेको थियो त अहिले त फेरि रिसा हेर न केही राख्दैन हो न के खाले मान्छे रहेछ रिसा रहेछ उता खत्तम एक गेम मारे कि मारेन कालो हुन पान थाल्यो थुक्का के दिएको यस्तो यहाँ अम्बो औले त हेर्छ क्या रनहरु तिम्रै छमा मैले बाँधेको हुँदैन तिमीले हेर्दैछौ अब हाल तिम्रो बोट सके तिम्रो पैसा हाल यहाँ हाल तिम्रो बोट पर्खै एकछिन ल उल्टा लगाइदिन्छ पैसा आइपुग्दा के हो हातहरु यहाँ हात टेकेको परपर जा के भएको नानीहरूलाई त्यस्तो हात टेकेको हार्छ लौ त्यस्तो हुन्छ के कहिले उता के भएको हात टेकेको हात राख्थे त कोही थिएन 50 रुपैयाँ पाउँछ अझै म यहाँ छ बडा देखौ त सत्ता टपहरु दिन्छ कहाँबाट हुन्छ यहाँ 50 छ है अझै दुखी पेट हो नि छ्या म बार्छु अब मेरो उयो छ के भएको अघि बारिन्छ उसले मारिन्छ खुसी भएर त्यहाँ अब छिङ्गी दुई हात भयो कि भएन मैले मारेको हेर मेरो सानो छ तिम्रोमा किन सर हल्ला गरेर हल्ला नगर के भएको हेर न बित्थामा नानीहरूलाई पढाएको खेलिरहेको नानीहरू कसो हल्ला गरेको यहाँ हात टेकेर आएर छैन आफै उयो गर्छ अन्त हेर न के भएको देखौ अब तिमी फस तिमी देख उ बासा टप उसको एका टप यस्तो फोन गरेको उता सके 50 रुपैयाँ आज पनि हाल्छु अब ल सुन्ने छैन तिम्रो मारा न अन्त यसो गरी मारेपछि के खेल्यो पैसा देखेपछि यस्तो हो नि उ लोभी आँखा अहिले खुसी भएर थियो उसले बस्छ भुकन्ती खाने भनेर अहिले चाहिँ हेर नि रिसाको लास हातै मेरो चाहिँ यो छ त अझै 50 रुपैयाँ पाउँछु हेर न 50 रुपैयाँ पाउने पनि खेल्दैनौ तिमी छक्का टप आम्मा हेर न बासा टप ओस म आफै मार्छु के भएको उसले पक्का हेर्दैछ जादु टोला गरिरहेको छ त तिमी पैसा लुगाएको कति रुपियाँ हारिसकेँ म याद छ कहिले दिन खेलेको तास यति नातेमा सोम धरै निस्केको छैन सोम त निकाल्नु देऊ न कमसे कम